Proszę go na 1, 2, 3, 4, 5, 6, 7. ग्रीन को जत्रो छ है गाइस ल के छ हाल सन्चै हो अनि ग्रीन को हाई एभ्रिवान नमस्ते सन्चै हम हामी ओके अब आजको होटल भिजिट चाहिँ यस्तो हुन्छ नाइट स्टे त्यसको एरिया थियो कहाँ तिमी जाएको फेरि त्यो त भिला हो कहाँ हो त्यो होइन रिजोर्ट त This is Bill. सबैले Hello guys, hello. What's up? Hello. Hi. Hello. Hi. के छ गाइस के छ ठिक छ यहाँ साथीले पहिल्यै काम पाइसक्यो सर बिलाइ मेरो च्यानलमा गएर सब्सक्राइब सेभ गर्दै नमस्ते Wait, Kes. What's up? Sorry, food hitting sa kasi. Food hitting ba yun? Kisa? Ada git dang anji aja. So guys, let's boss it. Mau sebut semua. मलाई नि तपाईँलाई नि नेपाली बोलाउँछु त्यसमा त बस्न पाइन्छ होला कि हेलो केटा के छ हालखबर ल केटा बस्यो ल के छ त्यही भनेको आइ ल सबैले आइ के छ नमस्ते
केसोलाई हाई गरौँ क्यान्डल छुट्टिहाल्छ हेलो के छ सब बढिया गाइस के छ मधुर आउँछ रे त अगाडि जाउँ न गर्छसँग लास्ट टाइम भन्दाखेरि लाइन हेर्नु हेलो छोडा एक्सक्युज मी म जान्छु कुन रुमबाट वेट राम्रो आएको खतरा सास फेर्नु नभयो सरी सबै आयो सबै आउनुभयो ल गुड मर्निङ है सबैजनालाई गुड मर्निङ मेरो नाम चाहिँ भुवनेश्वर यादव म अहिले हाउसकिपिङ इन्चार्ज यहाँ 4 वर्ष भइसक्यो काम गर्दा होइन यो हाम्रो स्विट रुम एक्जिक्युटिभ स्विट रुम यहाँ मोदीले बसेको रुम यो चाहिँ मोदी आएर बस्नु भएको थियो होइन यो हाम्रो बेड साइड एरिया भइहाल्यो त्यो हाम्रो लिभिङ एरिया भयो होइन त्यहाँ गेस्टले बसेर केही मिटिङ सिटिङ गर्नु होइन हुन्छ अनि यता वासरुमहरू हेर्नुभयो म तपाईँ लिभिङ वासरुम पनि रहेछ यहाँ हामीसँग 4 क्याटेगोरिजको रुम छ एउटा यो बिल्डिङमा टोटल हाम्रो चाहिँ 147 रुम छ 107 स्ट्यान्डर्ड डिलक्स छ होइन त्यसमा चाहिँ अब 30 वटा हाम्रो बिजनेस डिलक्स रुम छ बिजनेस डिलक्स रुम त्यसपछि एक्जिक्युटिभ स्विट रुम 9 वटा अनि एउटा चाहिँ प्रेसिडेन्टल स्विट रुम त्यो चाहिँ माथि छ अहिले अन्डर कन्स्ट्रक्सनमा छ भन्ने बेड मेकिङ गर्नु है जब निकाल्नु यो खोल्नुलाई अनि बेड मेकिङ जब गेस्ट चेकआउट भएपछि त सबै रिप्लेस गर्नु पर्यो रिमुभ गर्नु पर्यो बेडसिटहरू नयाँ बेडसिटहरू हाल्नु पर्यो
निकाल्नु यसले यता राख्नु यो त्यसले निकाल्नु खोल्नु त्यसलाई म्याट्रेस अझै माथि गर्नु त यता पछाडिपट्टि गर्नु म्याट्रेस यहाँबाट तान्नु अगाडिबाट फेरि गुन्नु यो बोलेको छोड्नु ल मिलाऊ यता अगाडि आएर मिलाऊ आउन हो यता आउनु न यता साइडमा यो उठाउने哎呀，外面拿夹克的，气死我了！ जी बोल ना के अलग साइड में यो केटा काम भयो ल यो दुध बेट हाल्नु अरूजना लिएर अरू घुम्न जाऊ जानुहोस् आधी उहाँसँग जानुहोस् त थोरै जेर उहाँसँग जानुहोस् न बेडमेकिङ गर्नलाई सबै होइन आधी आधी ल भयो भएन त्यो भएन एकचोटि अझै फोल्ड गर्नु त्यसलाई एकचोटि अझै फोल्ड गर्नु खै छोड्नुहोस् न तपाईँ समात्नु होला चाप्न मिल्छ मिल्छ कि नै त्यस्तै स्ट्यान्डहरू लागेको चल्दैन है यो समात्नु भोलि मिलाइसक्नु पर्छ क्या अब तपाईँको यो प्रोसेसलाई के भन्छ बेड मेकिङ जस्तै गेस्टहरू चेकआउट भएपछि होइन हामीले सबै सोइलहरू यो युज भएको बेडसिटहरू रिमुभ गर्छौँ र नयाँ बेडसिटहरू हाल्छौँ जुन प्रोसेसले हाल्नुभयो त्यही प्रोसेसले हाल्छौँ अनि यहाँ स्ट्यान्डहरू लागेको स्ट्यान्डहरू चल्दैन है एउटा स्ट्यान्डर होटलमा काम गर्दाखेरि लगाउँदाखेरि त्यो बेडसिटहरू चाहिँ चल्दैन त्यसरी स्ट्यान्डहरू गेस्ट आउँछन् होइन गेस्ट आयो भने हेऱ्यो भने कम्प्लेनहरू गर्छन् त्यो ठुलो इस्यु हुन्छ त्यति सानो स्ट्यान्ड पनि ठुलो इस्यु गराउँछ सो त्यो सबै सानो सानो कुराहरू पनि दिमागमा ध्यानमा राख्नुपर्छ काम गर्दाखेरि अब केमिकलको बारेमा तपाईँहरू जान्नु भएको छैन केमिकल पनि R1 देखि R9 सम्म हामी युज गर्छौँ होइन R1 भनेको हाम्रो जस्तै बाथरुम सेनिटाइजिङहरू भइहाल्यो त्यो WC छ है हाम्रो त्यो WC उता त्योमा अलिक स्टेनहरू लागेको
अरू वहाँनिर गर्दाखेरि त्यो चाहिँ सेनिटाइजरको काम गर्छ, सफाइको काम गर्छ। त्यसो भए R2 भयो हाम्रो। R2 हट सर्फेस क्लिनर फ्लोरमा हालेर फ्लोरलाई चाहिँ हामी सफा गर्छौँ। R3 भइहाल्यो। R3 हामी चाहिँ ग्लास क्लिनर भइहाल्यो। ग्लास युज गर्छौँ हामी, ग्लासमा युज गर्छौँ, ग्लास सफा गर्छौँ, क्लिन गर्छौँ। R4 हाम्रो चाहिँ फर्निचरको भइहाल्यो। यो वुडहरू छ नि फर्निचरहरू, यिनीहरूमा युज हुन्छन् R4। R5 भनेको हाम्रो रुम फ्रेसनर भइहाल्यो, एयर फ्रेसनर। सेन्ट पर्फ्युम लगाउँछौँ नि हामी बडीमा, हो त्यसै रुममा पनि हामी युज गर्छौँ। R5 स्मेल नआओस्, त्यसले कम्प्लेन नहोस्। त्यसो भए R6 त थाहा हो नि सबैलाई, सबले युज गर्छौँ हामी, घरमा पनि युज गर्छौँ R6। हार्पिक R6 अनि प्रायः जस्तो हामी जुन पनि होटलमा एउटै कम्पनीको युज हुन्छ केमिकलहरू, टास्कीको पनि युज हुन्छ है केमिकलहरू। त्यसो भए R7 भइहाल्यो। R7 पनि हाम्रो फ्लोर क्लिनर हो। त्यो फेरि जस्तो जहाँ वाइली एरिया हुन्छ किचनमा भइहाल्यो, अनि तलको हाम्रो लोबी एरियाको बाथरुमहरू भइहाल्यो। हट स्ट्यान्डहरू हटाउने काम गर्छ। त्यसै गरी हाम्रो R8 भयो। R8 हाम्रो यो केटलहरू छ नि पानी तताउने, त्यसमा स्ट्यान्डहरू बसेको हुन्छ, त्यो स्ट्यान्डहरू सफा गर्नलाई हुन्छ। अनि R9 भनेको हाम्रो एसिड भइहाल्यो। एसिड त हेर्नुभयो होला नि सबैले, हो एसिड भइहाल्यो। जहाँ कि पाइपहरूमा पानीहरू जाँदैन होइन, जाम भएको हुन्छ, त्यहाँ चाहिँ हामीले R9 हालेर त्यो वाटर फ्लो चाहिँ गराउनलाई R9 हाल्छौँ है। र एउटा काम गर्दाखेरि हामीले हाइजिनिक मेन्टेन राख्नुपर्छ, हाम्रो स्ट्यान्डर्ड मेन्टेन राख्नुपर्छ। त्यसैले जुन यहाँ इन्भाइरोमेन्ट तपाईँहरू बनाउनु भयो नि, हो हल्ला गर्नुभयो होइन, के साइडमा के सुन्नुहुन्छ, डिस्टर्ब हुन्छ, उहाँलाई काम गर्दाखेरि एकदम साइलेन्टली काम गर्ने हो रुममा। है अरू कसैले के सोध्नु छ? That's not my problem. मन देखा कि देखाइदिन्छु कल गरेको पल पऱ्यो त नै गाइज यहाँ देखा न पल परेको फेरि आउँछु अब तपाईहरु ट्राई गर्नु त गर्दा उता गरिरहेछ नै मतलब म रुममा भने सुतम भनेको यो के यस्तो वाला हामी त भनेको यहाँ पछाडी नाइ हामीले देखाइदिनु भनेको त्यो बनाउने हुनुहुन्छ कि कि आयो हजुरलाई ट्राई गर्नुहुन्छ यो बनाइदिन्छ आफ्नै कोठा बनाउने एक्सक्युज मी यो बनाइदिनु यो आफ्नै रुममा गएर बनाउने यो नबनाउने अर्को रुममा आफ्नै रुममा बनाउने अर्को रुममा नै मतलब आफ्नै बसेको रुममै बनाउँछौँ हामीले सेकेन्ड कसरी ए अलर्ट हाम्रो साइलेंट के किसी
हामीलाई जसरी सिकाउनु भयो हामी पनि यहाँ इन्टर्न हो क्या स्टाफ होइन हामीलाई जसरी कलेजमा सिकाउनु हजुरलाई म त्यसरी नै सिकाउँदैछु पर्फेक्ट छैन यस्तो गर्ने सिरानीलाई एउटालाई छोड्दैन एउटालाई अनि यो दुइटैको सुट्टा लगेर थाहा नाचेको अवस्था त मिल्दैन नि त नमिल्दैन आफूले एउटा बेडसिटमा प्रोपर उयो भनेको बेड रनर यो चाहिँ बेड रनर भन्छ यसलाई अनि त्यसपछि यसलाई कुसन भन्छ पिल्लो कभरहरू सबै हजुरलाई थाहा नै छ अनि एउटा प्रपर बेड बनिँदाखेरि चाहिँ यिनीहरू सबै पनि चाहिन्छ तर यिनीहरूमा चाहिँ छैन अब अब कतिजना आउनुहुन्छ नि त होटेल भिजिटको लागि त्यसको लागि चाहिँ अनि त्यो नभएको कारण चाहिँ प्रायः जस्तो यही रुमहरू मात्रै देखाउनुहुन्छ किनभने यसमा मात्रै छ नि त प्रपर उयो बेड मेकिङहरूको अनि त्यही भएर उयो हुन्छ अनि कुसनलाई चाहिँ यो टाइटी यो फोल्ड गर्नुपर्छ फर्स्टमा आधीमा पुगेपछि यसलाई चेपेर टाइट भइसकेपछि यसलाई पल्टाएर दुईचोटि यसलाई यस्तो गर्नुपर्छ एकचोटि मैले पल्टाएर गरेँ फेरि अहिले गरेँ आफूलाई जत्रो चाहिन्छ त्यो अनि यहाँ भित्र हालेर एकचोटि तान्नुपर्छ अनि यसलाई राखिदिनुपर्छ
म ट्राई गर्छु पहिला बिचमा गर्नु खोलो पाना बनाउँदा नि के गर्नुपर्छ यसलाई बराबर टाइट फोल्ड गर्नु स्टार्टिङमा भइहाल्छ अनि यसलाई चाहिँ पल्टाइदिनुपर्छ यसरी अलिक भयो यहाँसम्म त बुझ्यो होला नि यसरी पटानी घोडाले चेप्दा चाहिँ के भएको हजुरलाई के सोध्नु मन छ भने सोध्नु है तर मलाई ठ्याक्क त्यो गरेर भन्नु चाहिँ आएन कि के सोध्नु मन छ भने सोध्दा हुन्छ हजुर हुँदैछ सर हुँदैछ यता भयो आफूले पानी खाँदै हुन्छ सबै आउने यता I've been working here since 3 years, right? And I'm the F&B in charge of this sort department, right? Of this outlet or subdivision F&B service भित्र र F&B production भित्र F&B production भनेको के हो? Production, food and beverage कुन डिपार्टमेन्ट पर्छ? Yes, kitchen department हैन? So यो डिपार्टमेन्ट चाहिँ कुन हो भन्दा F&B सर्भिस डिपार्टमेन्ट हैन? F&B सर्भिस डिपार्टमेन्टमा कुन आउटलेटहरु पर्यो? रेस्टुरेन्ट, ब्याङ्क्वेट
ब्याङ्क्वेट क्याफेटेरिया भन्नुहुन्छ हजुरहरूले ओके क्याफेटेरिया भनेको कुन के पर्यो नो रङ यु अल आर रङ क्याफेटेरिया भनेको कफी होइन नि अघि पनि एकजनाले क्याफेटेरिया भन्नुभयो त्यहाँ मैले त्यही भएर सर सोधेँ अनि त्यो म क्लिक गरेन कि मलाई त्यो माइन्डमा क्याफेटेरिया भनेको स्टाफहरूको लागि हुन्छ स्टाफको जुन मिलको सेसन हुन्छ नि त्यसलाई क्याफेटेरिया भन्छ क्याफे भन्छ क्याफे जहाँ कफी सर्भ हुन्छ त्यहाँ क्याफे भन्छ क्याफेटेरिया होइन है यु अल आर कन्फ्युज बिट्विन क्याफेटेरिया एन्ड क्याफे है क्याफेटेरिया ल त्यो चाहिँ रङ अघि मैले त्यहाँ सचाउनै सकेन म उस गरेँ कि मिस्टेक गरिहालेँ के भनिरहेको छु भन्ने कुरा स्टाफ कोही जुन स्टाफले मिल खान्छ नि त्यसलाई क्याफेटेरिया भन्छ है त्यही हो आउटलेटहरू पनि भनेको ब्याङ्क्वेट रेस्टुरेन्ट होइन त्यसपछि क्याफे बार होइन यो चाँडो पऱ्यो भने अब मैले हजुरहरूलाई सिम्पली अब भन्दै जाँदा चाहिँ हजुरले चाहिँ होटल इन्डस्ट्री जोइन गर्नुभएको छ होइन कति कुराहरू न्यू छ हजुरहरूलाई होइन बुझ्दै जाँदै हुन्छ पहिला जुन के अरे होटल भिजिट गर्नुभयो त्यहाँ कति कुराहरू सिक्नु होला बुझ्नु होला होइन त्यसै गरी यहाँ भिजिट गर्नुभयो होइन सो सबैलाई होटल इन्डस्ट्रीमा चाहिँ वेलकम छ होइन आउने जतिलाई वेलकम छ र हजुरहरूले त्यही गर्दै गर्दा चुज गर्नु पऱ्यो कुन डिपार्टमेन्टमा जाने भनेर होइन अब यो भनेको हजुरहरूले +2 दिइसकेपछि पछिको कुरा होइन +2 दिइसकेपछि के हुन्छ भन्दा हजुरहरूले या त बिएचएम गर्नुहुन्छ या बिएचएम गर्नुहुन्छ या एडिएचएम गर्नुहुन्छ होइन कुनै के अरे ट्रेनिङ गरेर त्यसपछि चाहिँ ट्रेनिङको लागि चाहिँ यहाँ आउनुहुन्छ होइन ट्रेनिङको लागि यहाँ आउँदा चाहिँ फर्स्ट अफ अल हजुरहरू भनेको ट्रेनिङमा कि त अब ब्याक एरियामा राखिदिन्छ सर्भिसमा हुनु भने होइन हाउसकिपिङमा भने ब्याक एरियामा राखिदिन्छ एटेन्डेन्स रुम एटेन्ड गर्न दिन्न त्यसै गरी अब किचनमा हुनु भने कटिङ गर्नुपर्छ होइन फ्रन्ट अफिसमा भने पहिला त लगेजै लैजानु पऱ्यो होइन त्यो कुराहरू हुन्छ फर्स्ट कुरा भनेको होइन त्यो रियालिटी हो त्यो रियालिटी चाहिँ कतिको सक्नुहुन्छ भन्ने कुरा चाहिँ त्यहाँ देखिन्छ अब त्यो गर्दै गर्दा अब त्यहाँ गर्नुहुन्छ त्यहाँ बेच दिनुहुन्छ अनि फ्रन्टमा आइसकेपछि के हुन्छ भन्दा अगाडि अब रेस्टुरेन्टभित्र छिरिसकेपछि कुरा के हुन्छ भन्दा अब हजुरहरूलाई आफ्नो बेस देखाउनु पऱ्यो होइन त्यसपछि नै हजुरहरूको त्यो अगाडिको जर्नी चाहिँ अगाडि स्टार्ट हुन्छ है अनि त्यो भन्दै गर्दा फर्स्ट भनेको हाम्रो ट्रेनिङ हुन्छ होइन सर्भिस डिपार्टमेन्टमा पोजिसनहरू भनिदिँदै गर्दा फर्स्ट भनेको ट्रेनिङ होइन त्यसलाई भन्छ एमटी या इन्टर्न भन्छ एमटी आउनु या इन्टर्न भन्नु एमटी भनेको म्यानेजमेन्ट ट्रेनिङ भन्छ है एज ए म्यानेजमेन्ट लेभलको चाहिँ ट्रेनिङ चाहिँ हामीले प्रोभाइड गराइन्छ एमटीहरूलाई भने इन्टर्न भनेको इन्डस्ट्रियल ट्रेनिङ है इन्डस्ट्रियल ट्रेनिङमा चाहिँ ओभरअल हजुरहरूले सबै डिपार्टमेन्टको ट्रेनिङ गर्नुपर्ने हुन्छ एमटीमा पनि त्यही हो एमटी पछि के हुन्छ ओजेटी भन्ने हुन्छ अन जब ट्रेनिङ है अन जब ट्रेनिङ भनेको हजुरहरू ट्रेनिङ भइसकेपछि र हजुरहरूले चुज गरेको डिपार्टमेन्ट कुन डिपार्टमेन्ट चुज गर्नुभयो अब त्यो डिपार्टमेन्टमा ट्रेनिङ गर्नु भनेको जब ट्रेनिङ भन्छ त्यसलाई जब ट्रेनिङ गरिसकेपछि युआर क्यापेबल टु बी अ सर्भर या फिर रुम एटेन्डेन्स या फिर किचनमा एज ए सेफ त्यो जर्नी चाहिँ सुरु हुन्छ एज ए जब ट्रेनिङ एन्ड गरिसकेपछि है जब ट्रेनिङ त्यसपछि जिएसए गेस्ट सर्भिस एसोसिएट भन्छ जब ट्रेनिङ भइसकेपछि बल्ल हजुरहरूलाई टेबल हेर्ने के अरे चान्सहरू चाहिँ बढी हुन्छ एज ए जिएसए हजुरले के गर्नु मिल्छ भन्दा टेबलको के अरे टेबलको प्रपर सेटअपहरू त्यसपछि टेबल गेस्टलाई ल्याउनुदेखि लिएर त्यसलाई फेयरवेल गर्नुसम्मको जर्नी चाहिँ हजुरहरूको एज ए जिएसए हुन्छ त्यसपछि आउँछ सिनियर जिएसए सिनियर गेस्ट सर्भिस एसोसिएट उसले चाहिँ हजुरहरूलाई सुपरभाइज गरेको हुन्छ ओके त्यसपछि आउँछ सिनियर जिएसए क्याप्टेन है क्याप्टेन पछि सिनियर क्याप्टेन त्यसपछि सुपरभाइजर पछि सिनियर सुपरभाइजर पनि हुन्छ त्यसपछि असिस्टेन्ट म्यानेजर त्यसपछि म्यानेजर होइन एफएनबी म्यानेजर हो यसरी चाहिँ जर्नी सुरु हुने हो है त्यो भयो भनिहालेँ होइन त्यसपछि अब हजुरहरूलाई के छ भन्दा प्लानहरूको बारेमा थाहा छ हजुरहरूले प्लान अघि पनि त्यहाँ कुरा भएको थियो होइन फ्रन्ट अफिसमा प्लान पढ्नु भयो रहेछ आई गेस